मोबाइल फोन अहिलेको समयमा हरेक व्यक्तिको हातमा उपलब्ध छ। एक किसिमले भन्ने हो भने मोबाइल फोन अहिलेको समयमा जरुरी नै भइसकेको छ। चाहे वृद्ध हुन्, चाहे वयस्क हुन्, अनि चाहे साना साना बच्चा बच्ची सबैको साथी नै बनिसकेको छ। वास्तवमा मोबाइल फोनले जति खुसी दिन्छ, इन्टरटेनमेन्ट गराउँछ, त्यति नै असर पनि पारिरहेको हुन्छ। अझ साना साना बाबु नानीहरू र स्टुडेन्टहरूको कुरा गर्ने हो भने अवस्था गम्भीर छ। मोबाइल फोनले यति धेरै धक्का दिएको छ कि न भोक लागेको थाहा नै हुन्छ, न निदाउन नै सकिरहेका छन्। अझ पढाइमा त अति नै असर पारिरहेको छ। मोबाइल फोन नदिउँ भने समय अनुसार अगाडि बढ्न दिनु पर्यो, विभिन्न किसिमका शिक्षा उपलब्ध गराउनु पर्यो। दिउँ भने वास्तविक कुरामा भन्दा टाइम पासमा फसिरहेका छन्। सोसल मिडिया र गेममा हरेक दिन यसरी फसिरहेका छन् कि हरेक अभिभावकको चिन्ताको विषय पनि बनिसकेको छ। हो मित्र, यदि तपाईँ पनि यही समस्यामा फसिरहनु भएको छ र बच्चाहरूको मोबाइलको लत छुटाउन चाहनुहुन्छ भने यस भिडियोलाई अन्त्यसम्म हेर्नलाई नभुल्नुहोला। मोबाइल फोनको लत छुटाइदिने केही महत्त्वपूर्ण टिप्सहरू लिएर आएको छु। वास्तवमै मोबाइल फोनको बढी प्रयोगले बच्चाहरूको मानसिक स्वास्थ्यमा दिनहुँ नेगेटिभ असर र प्रभाव पनि पारिरहेको छ, जसको कारण कुनै पनि चिजमा ध्यान लगाउन सकिरहेको छैन। अझ अहिलेको सर्ट भिडियोले त 1 मिनेटभन्दा बढी ध्यान दिनै नसक्ने बनाइरहेको छ, जसको कारण किताबको अगाडि बसेर लामो समयसम्म पढ्न, होमवर्क गर्न र रिभिजन गर्न समेत सकिरहेका छैनन्, जसको कारण आमा बुबाको दिनचर्या प्राय तनाव र चिन्तामै बितिरहेको हुन्छ। त्यही तनाव कम हुन्छ कि भनेर बच्चाहरूले करायो उनीहरू पनि तनावमै गुज्रिन पुग्छन्, जसको कारण आमा बुबा र बच्चाहरू बीच मिसअन्डरस्ट्यान्ड भइरहेको छ। राति अबेरसम्म मोबाइल चलाउने अनि कम सुताइको कारण पढाइमा फोकस नै छैन। त्यसै कारण स्कुलमा पनि उही समस्या बढिरहेको छ। अझ मोबाइलमा धेरै समय बिताएर नै परिवार र साथीहरूसँग पनि राम्रो सम्बन्ध हुन सकिरहेको छैन। हिंसात्मक गेम अनि अत्याधिक स्क्रिन टाइमले बच्चाहरूमा चिडचिडापन र आक्रमण व्यवहार बढ्न थालिरहेको छ। हो मित्र, यस्ता गतिविधिहरू र प्रभावको कारण व्यक्तिगत र भविष्यमा दीर्घकालीन असर पर्न सक्छ। त्यसैले मित्र, यस्तो समस्यालाई समयमै समाधान गर्न अति नै जरुरी हुन्छ। त्यसैले सबैभन्दा पहिला बच्चाहरूको हातबाट मोबाइल हटाउन अति नै जरुरी हुन्छ। हेर्नुहोस् मित्र, वास्तवमा अभिभावकले पूर्ण रूपमा समाधान गर्न र मोबाइल फोन प्रतिबन्ध गर्न सक्दैनन्, तर सानो सानो कदम उठाउन भने अवश्य सक्दछन्। त्यसैले मित्र, सबैभन्दा पहिला बच्चाहरूलाई मोबाइल फोन चलाउने समय तोकिदिनुहोस्। जस्तै 1 घन्टा मोबाइल चलाउन दिनुहोस् अनि मोबाइललाई बन्देज गरिदिनुहोस्। खाना खाने, पढ्ने अथवा सुत्ने समयमा मोबाइलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाइदिनुहोस्। साथै मोबाइल चलाउनको लागि स्थान पनि तोकिदिनुहोस्। यसो गर्दा केही हदसम्म बच्चाहरू कन्ट्रोलमा हुनेछन्। साथै बच्चाहरूसँग पनि आमा बुबाहरू घुलमिल हुनुहोस्। बच्चासँगै खेल्नुहोस्, बच्चाहरूसँगै पढ्नुहोस्, रचनात्मक कार्यहरू गर्नुहोस्, स्टोरी र मोटिभेसन स्टोरी सुनाउनुहोस्। यी सबै कार्यहरू गर्दा बच्चाहरू बोर मान्न थाले भने केही समय घुम्नको लागि बाहिर लिएर जानुहोस्। तपाईँ जति सक्नुहुन्छ बच्चाहरूसँग रमाउनुहोस्। यो उपायले पनि बच्चाहरूको स्क्रिन टाइम कम हुँदै बिस्तारै बिस्तारै जानेछ। सबैभन्दा महत्त्वपूर्ण, अभिभावकले आफ्नो बानी र व्यवहार बदल्नुहोस्, किनकि जुन क्रियाकलाप घरमा देखेका हुन्छन् सो उनीहरूले सजिलैसँग सिकेका पनि हुन्छन्। तपाईँले अब यति गरिसकेपछि बच्चाहरूलाई पढाइमा फोकस गराउनुहोस्। त्यसको लागि पढ्नको लागि उपयुक्त वातावरण मिलाइदिनुहोस्। शान्त, सफा र उज्यालो वातावरण बनाइदिनुहोस्। पढ्ने ठाउँमा मोबाइल पनि नहोस् अनि टेलिभिजन पनि नहोस्। पढ्नको लागि उपयुक्त टाइम टेबल आफैले बनाइदिनुहोस् अनि सो अवधिमा सम्भव भए बच्चाहरूसँगै आफू पनि पढ्ने गर्नुहोस्।
यदि तपाईँले चाहेको अनुसार बच्चाहरूले पठन पाठन गरे भने उपयुक्त पुरस्कार पनि दिन चाहिँ नभुल्नुहोला। यदि अब पनि बच्चाहरूले चाहेको जस्तो प्रगति गर्न सकेनन् भने मात्र मोबाइल फोनको सहारा लिनुहोस्। अहिलेको समयमा आफूले चाहेको हरेक चिज युट्युब र गुगलमा उपलब्ध छ। त्यसलाई कसरी आफ्नो पढाइमा उपयोग गर्ने भनेर बच्चाहरूले पनि सिकाउनुहोस्। मोबाइलको राम्रो पक्ष बताउनुहोस्, किनकि अहिलेको एआईको समयमा साँच्चै भन्ने हो भने हरेक बच्चा स्मार्ट हुन पनि अति नै जरुरी छ। तर कसरी स्मार्ट बनाउने भन्ने कुराको जानकारी भने आमा बुबामा हुन अति नै जरुरी हुन्छ। हेर्नुहोस् मित्र, मोबाइलको प्रयोगले बच्चाहरूको मानसिक स्वास्थ्यमा असर पर्छ, तर त्यो गलत तरिकाले उपयोग गर्नको कारणले मात्र हो। यदि मोबाइललाई सही तरिकाले प्रयोग गर्न सक्ने हो भने दुनियाँभरिकै शिक्षा र इन्फर्मेसन केवल एक क्लिकमा बच्चाहरूले थाहा पाउन सक्छन्, आफूलाई अब्बल बनाउन पनि सक्छन्। तर त्यसमा आमा बुबाको सही मार्गदर्शन हुन पनि अति नै जरुरी छ। अनि आमा बुबा आफूले पनि यो कुरा बुझ्न अति नै जरुरी छ।